सायद पुस्तक पढ्न मन नपराउने व्यक्ति बिरलै हुन्छन् होला, मलाई त्यस्तो लाग्छ। किनकि पुस्तकसँग त्यस्तो चुम्बकीय शक्ति हुन्छ जसले मानिसलाई आफूप्रति आकर्षण गराएरै छाड्छ। हो, म पनि त्यही व्यक्तिमा पढ्छु। मलाई कहिलेकाहीँ पुस्तकका कभरहरूले तान्ने गर्छन् अनि कहिलेकाहीँ म निराश हुन्छु, कहिलेकाहीँ आनन्दित, किनकि जस्तो बाहिर देखिन्छ त्यस्तो भित्र नहुन पनि सक्छ। आज भने म प्रकृतिको काखमा रमाउँदै मिठो चिसो प्राकृतिक मोही पिउँदै पुस्तक पढिरहेको छु। आज छुट्टै रमाइलो लागिरहेको छ। यो प्रकृतिसँग बसेर आनन्द, चराहरूको चिरबिर आवाजसँगै पुस्तक पढ्नुको पनि छुट्टै मजा आउँदो रहेछ। तपाईहरू पनि एकपटक अवश्य प्रयास गर्नुहोस्। प्रकृतिसँग मात्र होइन, प्राकृतिक मोहीको चुस्की लिँदै। है, अब फेरि अर्को भेटमा अर्को पुस्तक पढेर तपाईहरू माझमा फेरि पनि मिठो भिडियो लिएर आउनेछु। बाइ बाइ।